आफ्नो पेट फ्यामिली मेम्बरलाई लिएर यात्रा गर्ने सोचमा हुनुहुन्छ? पेट्स, सर्भिस एनिमल, इमोसनल सपोर्ट एनिमलहरू एयरलाइन्स हेरी एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्छ। अनि यसो गर्नलाई आफ्नै प्रक्रियाहरू छन्। एयरलाइन्सबाट क्यारी गरेर लैजान अनि लिएर आउन मिले पनि आएटा यानी इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको लाइभ एनिमल्स रेगुलेसन्स इन्टायरली मिट गरेको हुनुपर्छ। ओरिजिन, ट्रान्जिट अनि डेस्टिनेसन कन्ट्रीको रुल्स पनि मिट भएको हुनु त पक्कै पर्यो। सबै देशले लाइभ एनिमल ट्रान्सफर गर्न चाहिँ दिँदैन। लैजान मिल्ने केसमा पनि लाइभ एनिमल्सहरू फुल्ली भ्याक्सिनेटेड हुनुपर्ने अनि कम्प्लिट रिक्वायर्ड डकुमेन्ट्सहरू हुनुपर्ने हुन्छ। कति केसमा त 6 मन्थ मुनिका लाइभ एनिमल्सलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान अनि लिएर आउन मिल्दैन। फर्स्टमा चाहिँ नर्मल प्यासेन्जर फ्लाइटमा एक ठाउँबाट अर्को ठाउँमा लाइभ एनिमल लैजान मिल्ने एनिमल्सहरूको बारेमा कुरा गरौँ है त। पेट्स, नर्मल्ली हामीले फ्यामिली मेम्बर जस्तै गरेर राखेको एनिमल्स जसलाई एनिमल लभर्सहरूले फर बेबी भन्न रुचाउनुहुन्छ। दोस्रो नम्बरमा सर्भिस एनिमल। सर्भिस एनिमल चाहिँ ट्रेन डग्सहरू हुन् जसले डिफ्रेन्टली एबल ट्राभल्सलाई जस्तै कि ब्लाइन्ड, डेफ प्यासेन्जर्सहरूलाई गाइड अनि टास्कहरू गर्नलाई पनि मद्दत गर्छन्। यी डग्सहरू भने डिफ्रेन्टली एबल पर्सनको निड्सलाई हेरेर स्पेसली ट्रेन गराएको हुन्छ। इमोसनल सपोर्ट एनिमल, कुनै मान्छे या यात्रु यस्तो लेभलमा लाइभ एनिमलहरूसँग इमोसनली अट्याच हुन्छन् कि उहाँहरूलाई हरेक समयमा आफ्नो एनिमलसँगै हुनुपर्ने हुन्छ। इमोसनली अर मेन्टली सपोर्ट हुने भएकोले उहाँहरूले आफूसँगै हुँदा चाहिँ अलिक रिल्याक्स फिल पनि गर्नुहुन्छ। कति एनिमल्सहरू चाहिँ नर्मल प्यासेन्जर फ्लाइटमा एक ठाउँबाट अर्को ठाउँमा लैजान नमिले तापनि कार्गो यानि कि फ्रेटरमा चाहिँ लैजान मिल्ने खालको प्रावधानहरू मिलाएका छन् एयरलाइन्सले। फ्रेटरमा लैजान मिल्ने केसेसमा भने कार्गोतिरको प्रोसिजर्स अनि प्रोसेस लागू हुन्छ। पर्सियन एन्ड एक्जोटिक क्याट्स, सबै ब्रिडका पग, फ्रेन्च बुलडग, ब्रिटिस बुलडग, बक्सर जस्तै लगभग 12 देखि 14 डिफ्रेन्ट ब्रिडका लाइभ डग्सहरू चाहिँ एयरलाइन्सले क्यारेक्टर हेरेर रेस्ट्रिक्ट गरेका छन्। यानि मैले भर्खरै मेन्सन गरेको ब्रिडका एनिमल्सहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्दैन। अब लैजान मिल्ने लाइभ एनिमल्सहरू कसरी लैजाने त? बुकिङमा कन्फर्मेसन, एउटा पेट कन्टेनर्समा एउटा मात्रै लाइभ एनिमल हुनुपर्ने, केनल्स और पेट कन्टेनर्समा प्रपरली राख्नुपर्ने, एकदम गुड हेल्थ कन्डिसनमा हुनुपर्ने, कन्टेनर्स चाहिँ यस्तो साइजको हुनुपर्यो कि लाइभ एनिमलभित्र उठेर स्ट्यान्डिङ पोजिसनमा बस्न सक्ने, रोटेट गर्न सक्ने हुनुपर्ने हुन्छ। स्ट्यान्ड गर्दा अगाडि पछाडि या साइडमा कतै पनि कन्टेनर्सले टच गरेको नहुनुपर्ने। पेट कन्टेनर्सको चाहिँ व्हील डिट्याच हुनुपर्ने, प्रपर एन्ड भेन्टिलेटेड हुनुपर्ने, त्यसमा टु मच ओपन पनि हुन नहुने भनेर मेन्सन गरेको छ। फ्लोरमा वाटर लिकेजको चान्सेस भएकोले फ्लोरमा वाटरप्रुफ म्याट्रेसहरू राख्नुपर्ने र फुड र पानी चाहिँ भइ नै हाल्यो, जुन चाहिँ तपाईँले आफूले आफ्नो लाइभ एनिमल राख्नु भएको कन्टेनरको माथि अट्याच गरेर राख्न सक्नुहुन्छ। सबै क्राइटेरिया मिट भएपछि वेट अनुसार एयरलाइन्सले चार्ज गर्छ अनि प्रोसिडर्स अनुसार एक्सेप्ट गरिन्छ। यो प्रोसेसको लागि चाहिँ तपाईँले टिकट कन्फर्म गर्ने बेलामा तपाईँ लाइभ एनिमल लिएर यात्रा गर्दै हुनुहुन्छ भनेर कन्फर्म गर्नुपर्ने हुन्छ, किनभने सबै एयरक्राफ्टमा लाइभ एनिमल ट्रान्सफर गर्न मिल्ने फिचर्सहरू हुँदैन र भएको केसमा पनि लिमिटेसन हुनसक्छ, जुन चाहिँ कनेक्टिङ फ्लाइटमा पनि कन्फर्म हुनुपर्ने हुन्छ। अनि फ्लाइटको क्याबिनभित्रै लैजान मिल्ने इमोसनल सपोर्ट र सर्भिस एनिमलको प्रोसिजर्स पनि छुट्टै छ। सो प्लिज रिचेक बिफोर ह्यान्ड। अन्त्यमा एउटा रोचक विषयवस्तु सुनाउँछु है त यहाँहरूलाई। मिडल इस्टर्न एयरलाइन्सहरूमा पुरै फ्लाइट चार्टर गरेर फाल्कन यानि कि बाज जहाजभित्र राखेर एक ठाउँदेखि अर्को ठाउँमा लैजान्छन्, त्यो पनि शिरको माथि हिराको क्राउन लगाएर। थ्याङ्क यू सो मच।